चीनमा भारी वर्षा भएपछि बाढीले नेपालमा मच्चायो वितण्डा। दर्शकबिन, चीनमा हिजो रातभर परेको भीषण वर्षापछि आएको बाढीले नेपालमा वितण्डा मच्चाएको छ। विशेष गरी चीनसँग नाका जोडिएको रसुवागढी नाका पूर्ण रूपमा ध्वस्त भएको छ। रसुवागढी नाकामा राखिएका सयौं विद्युतीय गाडीहरू पनि बाढीले बगाएको छ। बाढीका कारण अहिलेसम्म 22 जना बेपत्ता भएका छन्। बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य जारी राखिएको छ। यता त्रिशुली नदीमा फँसेका 2 जना तामाङ दम्पतिलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ। वर्षा हुने क्रम नरोकिएकाले बाढीको जोखिम अझै रहेको भन्दै छेउछाउमा नजान जिल्ला प्रशासन कार्यालय रसुवाले उर्दी जारी गरेको छ। यता नेपाल सरकारले पनि खोज तलास र उद्धारका लागि सम्पूर्ण व्यक्तिहरूलाई लाग्न आग्रह गरेको छ।